नमस्ते, म यो गाडीको चालक गन्तव्य बसको चालक। हाम्रो गाडीमा यो सेवा सुविधा छ, म तपाईहरुलाई देखाउँदै छु। देखि काठमाडौँको लागि म तपाईहरुलाई देखाउँदै छु है त। ल हाम्रो सिटहरु यसरी मजाले बस्नलाई पनि आरामदायी छ, मजाले फोल्डिङ ट्याक्क हुन्छ। एकदम हाम्रो भिआइपी सोफा सेट छ। अनि हाम्रो पानी राख्नलाई यहाँ पानी राख्नलाई ट्याक्क यहाँ अगाडि ट्याक्क सिटमै छ हाम्रो लागि। अनि हेर्नुस्, यहाँ के सामानहरु खानेकुराहरु टंगाउनका लागि यो लक यहाँ हामीले राखिदिएका छौं। अनि हाम्रो वाइफाई पनि छ। अनि हाम्रो चार्जर व्यवस्था यहाँ छ है। अनि तपाईहरु एकदम कम्फर्टेबल सिट छ। हामी अर्को यो पछाडीको सिट बस्दा पनि यो यसरी यो ढाल्दा पनि पछाडीको सिटको मान्छेलाई डिस्टर्ब चाहिँ हुँदैन। तारोको लागि हामीहरुको ब्ल्याङ्केटहरु छ। प्रत्येक सिटमा ब्ल्याङ्केटहरु छ। हामीले यहाँबाट हिटर चलायौं भनेपछि हामी दाङ जान्जेल जाडो मौसममा हिटरहरु नन स्टप अन गरिराखेका हुन्छौं। अनि हाम्रो जेठा मासको लागि गर्मी सिजनको लागि हाम्रो फ्यानहरु एसीहरु छ। हामी नन स्टप दाङदेखि नन स्टपै हो। हामी जाम पर्यो भने पनि हामीले नन स्टपै एसी चलाउने गरिरहेछौं। अनि दाङदेखि हामी काठमाडौँ आउँदाखेरि काठमाडौँदेखि दाङ जाँदाखेरि गर्मी टाइममा हामीले नन स्टप एसी चलाउने गर्छौं। अहिले हामीले जाडो सिजनमा पनि हिटरहरु नन स्टपै चलाइराखेका छौं, अन गरिराखेका छौं है। दाङदेखि काठमाडौँ र काठमाडौँदेखि दाङ जानु पर्यो भने यो नम्बरमा ट्याक्क सम्पर्क गर्नु होला हजुरहरुले। एकचोटी तपाईहरुले हामीलाई सेवा दिने मौका दिनु होला। एकचोटी गाडीमा गन्तव्य सस्पेन्सन बसमा चढेर तपाईहरुले एकचोटी यात्रा सेवा गर्ने मौका दिनु होला। हवस् त, धन्यवाद, नमस्कार।